यो राखिदिन्छौँ काँक्रा किनिदिनुहोस् भन्दै हिँडेछन् अब मलाई के भन्छन् है कति रुपियाँ किलो ठ्याक्कै 100 हो बजारमा लग्दैनन् के हो र काँक्राहरू खोइ देखाउ त माथि देखिरहेको थिएँ क्या मैले बजारमा 1 किलो हो त्यो 100 रुपियाँको हो देखाउन कस्तो कस्तो राम्रो छैन क्या तिमी घर कहाँ हो नि भाइ कति दिन पर्छ हो र एउटा राम्रो माल मात्रै निकाल एउटा मात्रै निकाल मिल्छ कि कुन खाने भाइ यत्रो फेरि हामी खाइसक्दैनौँ नि त भाइ यस्तो गर हामीलाई एउटा देऊ त्यो सानोवाला देऊ सानोवाला खाने ठुलोवाला यो राखिदिन्छौँ होइन ल काँक्रा आयो गाइजन ल तिमीलाई चाहिँ 100 रुपियाँ दिन्छौँ है त्यो अन्त बेच है